हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप यहाँ सबैजना सन्चै हुनुहुन्छ होला र आज म पनि एकदमै सन्चै छु। आफ्टर लङ टाइम पछि हामीले चाहिँ यो भ्लग बनाउँदैछौँ। हामी चाहिँ अब घुम्न जाने भनेर आज रातभरि सुतेकै छैन। कहीँ जाने भने चाहिँ रातभरि निद्रा लाग्दैन यार। यता फेरि जस्तो बेला जहाँ सुताए निदाउने माकुरी। यता उज्यालो हो क्या। उठ्यो हो प्रशान्त हजुर। प्रशान्त मलाई अति नै रिस उठिसक्यो ल। छाडा चाहिँ नबोल्ने भ्लग हो। पविन दाइले भन्नुभएको ठ्याक्क 5 बजे आइपुग्नु पर्छ अरे के। थाहा छ मलाई। अनि उठ्नु नि त। अनि 4 बजेर कति ल गाइज, अब हामी चाहिँ अहिले पछि रेडी हुनुपर्ने हुन्छ। अब टक्क लाएर दाइलाई जति उठाए नि उठेनन् है। यस्तै हो अब कुम्भकर्णहरू। ठिक छ गाइज, हामी अब बाँकी अहिले एकछिनमा देखाउँला होइन। त्यही हो गाइज, गुड मर्निङ है। अब हामी चाहिँ टक्क लाएर न्यू भ्लग आज चाहिँ अलिकति एक्स्ट्रा हुनेछ है। ओ थ्याङ्क यू सो मच। अब यतिको भएपछि हामी मलाई अब सक्दैन कसैले कसैले सक्दैन। अनि फेरि है अब हामी चाहिँ आज अलिकति आँखा साँखा रातभरि सुतेको छैन हामी। अब कहीँ हिँड्ने भने कि हामीलाई त यस्तै हो गाइज, निद्रै लाग्दैन। आँखा पुरै लाल लाल भएको छ। अब त्यही हामी चाहिँ एकदम खतरनाक हान्नुपर्ने हुन्छ। जानुपर्छ टप। यस्तो गर्ने हो क्या चिङ्गा, यस्तो गर्ने सुरक्षा। हाम्रो सुरक्षा केसी, द बिगेस्ट ब्लगर इन नेपाल, सुरक्षा केसी, बिग फ्यान। मेरो त फेरि अलिक एक्स्ट्रा हुन्छ। फेरि टक्क हाम्रो त यस्तो पनि हुन्छ। अब राइडिङ हान्ने भएपछि यतिको चाहिँ फेरि हुनुपर्छ है। टक्क लाएर यतिको चाहिँ यो चाहिँ टक्क हुनुपर्छ। चेस्ट गार्ड है। चेस्ट गार्ड चाहिँ अब हाम्रो गरिबमा नि यो लाउने टेक्नोलोजी टेक्नोलोजी यो चाहिँ चाहिन्छ। यो चाहिँ अब यस्तो भइहाल्यो टक्क। अनि छाडा बोले यस्तो गर न टक्क लाएर। त्यही हो गाइस। हामी चाहिँ यसमाथि टक्क ढुल्नुपर्छ। अब एउटा म यो लगाइदिइहाल्छु, तर यो तल देख्दैन। तल नदेख्नुपर्छ है। तल देख्दैन, हामी यस्तो देखाउने पनि पर्दैन है। त्यही हो गाइस। टक्क लाएर यतिको लाउँदा त चिसो नहुँदा नि। खायो मार्केट खायो। अब हामी अर्को पनि चेन्ज गर्नुपर्ने हुन्छ। चेन फुट्यो भने त टेक्नोलोजी भयो नि। मजाले चाहिँ चेन्ज गर्ने बाटोको लागि। त्यो अहिले फोटो लगाउनु, अहिले त लाउने चिसो होला नि त आज हाम्रो मान्छे यस्तो छन् हो साथीहरू। देखिहाल्छ ल गाइज। अब हामी टक्क चलिदिनुपर्छ है। ल तल ल यतिको भएपछि यसमा यहाँ कटु हालेपछि यो नयाँ कटु भयो। अस्ति भएर किनेर लिएर आएको ट्याग चाहिँ मैले अलि भर्खर हिजो अस्ति भर्खर झिकेको नयाँ हो। अस्ति नयाँ हो गाइज कलेक्सनमा। यदि कसैले फेरि सेकेन्ड ह्यान्ड चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला। एकचोटि भन्दा लगाउँदिनँ म। एकचोटि लगायो फेरि एक दिन, त्यही हो 2 दिन भन्दा लगाइँदैन। यदि कसैले सेकेन्ड ह्यान्ड चाहिन्छ भने यसो सम्पर्क गर्नु होला। हामीसँग एभाइलेबल छ टर्नमा। ओ अब त कहाँ सक्छ। यो हो नि त फेरि यो रुपेश दाइले तानिदिन्छ क्रममा यो बिग्रिको नि। एउटा त छिरे निस्क्यो होइन गाइस। तनाभित्र छिरेछ क्या त। मैले टक्क तना चाहिँ कस्नुपर्ने हुन्छ। फेरि रुपेश दाइले तानिदिन्छन् क्या। रातभरि हामीले सुत्न देखाएन सिरक तानेर। फेरि अहिले बाटोतिर कट्टु तानिदियो भने फेरि समस्या हुन्छ। ए प्यारी म त यतिको लगाएर जान्न हेरेको छु। त्यही हो गाइस। अब हामी चाहिँ रेडी भइसक्यौँ। लेट्स टु राइड। दाइ आउँदै हुन्छ। ल गाइस, अब हामी निस्केपछि मात्र तपाईँहरूलाई देखाउँछौँ। अहिले यस्तै भइहाल्यो है। फाइनल लुक्स हामी अहिले देखाउँछौँ, तपाईँहरूलाई हेर्दै जानु होला। ल हामी चाहिँ अब टक्क रेडी भएर निस्किसकेका छौँ।
हाम्रो अब सक्यौँ है अब हाम्रो आजको यात्रा भनेको यहाँदेखि दोलखासम्मको हो अनि हाम्रो त्यसपछि नेक्स्ट डे भनेको हाम्रो सैलुङसम्म हुन्छ। अब हाम्रो यहाँ बाइक साइक झिक्नु पर्ने हुन्छ। त्यही हो गाइज, यहाँबाट चाहिँ हामी एउटै बाइकमा 3 जना जाने हो अनि त्यसपछि अब हाम्रो चाहिँ यहाँ बाइक झिक्न थालिसक्यौँ हामीले। अलि अप्ठ्यारो है, बिस्तारी झिकौँ गाइज, बिस्तारी हल्का अगाडि गरेर। हो ल, यस्तोमा अनि पो पास हुन्छ त है, उता उता ब्रेक ठ्याक्क ठ्याक्क हो। स्याबास, चढ चढ, स्याबास। ल है पह पह हो, एकपट्टि यतापट्टि, पहिला यतापट्टि छिरा हो। स्याबास। ल पास है त गाइज। ल तपाईँ बस्नु, म लास्ट बस्ने हो कि। ब्याग म बोक्छु। हाम्रो रुपेश भाइलाई चाहिँ हामीले बिहानै उठाएर यहाँ दुःख दियौँ है, पार्किङमा राखेर। ठिक छ, भाइले हाम्रो लागि बिहानै ढोका खोलिदियो। गाइज हामीले यसरी 3 जना जानुपर्ने हुन्छ। एकछिन हामी टेकुसम्म कि कसो भाइ, ठिक छ नि, क्वालिटी आएको छ नि? ल ठिक छ, त्यसो भए त यता हाई भन्नु न एकचोटि। हेलो। ल ठिक छ, त्यसो भए गुड। ल गाइज, हेलो गाइज, ल हामी चाहिँ अब 3 जना चढेको। कहाँ छौ है, ट्राफिक साना हो यता हो। हाम्रो यहाँ छिङ्गुल 3 जना आयो। यहाँ आइसक्यो हामी 3 जना। खोइ हामीलाई कसले समाउँछ खोइ। ए पानी डेन्जर परिरहेको छ यार, पानी ठुलो परिरहेको छ है गाइज। त्यस्तो भइरहेको अहिले एकदम आज पानीले ल्याङ गर्नु जस्तो भयो यार। ल गाइज, त्यही हो, अब पानी पर्यो एकदम ठुलो। ल गाइज, हामी चाहिँ यहाँ टेकु आइपुगिसक्यौँ है। त्यही हो, पानीले हल्का अलिअलि डिस्टर्ब गरेर हामी चाहिँ भिजेको छ। हामी भन्दा नि टक्क हाम्रो राइडर चाहिँ भिजिसकेको छ। यता हाम्रो दाई हुनुहुन्छ, प्रवीण दाई, ट्याक्क लाएर हाम्रो चाहिँ अब ठ्याक्क 5 बजे निस्किने भनेको। यताउता गर्दा नि अलिकति ढिला भयो है। हामीले चाहिँ यहाँबाट सामान लगेर टक्क गाडीमा हालेर अनि मात्र हामी एकदम फ्रीमा जाने हो। सामान चाहिँ यही भयो हाम्रो। है गाइज, हामी त जडीबुटी आउँदा नि यस्तो भिजिसक्यो यार, एकदम यस्तो भइसक्यो। राइडरको हालत चाहिँ यस्तो भइसक्यो। यो चाहिँ यस्तो छ, तातो भएर हो यस्तो भइसक्यो। म झन् यस्तो खतरा गेटअपमा आएको गाइज यार। अहिले अहिले यहाँ आउँदैन नि। छ्यास लगाएर हामी अब टक्क यहाँ के रहेछ जडीबुटी बस पार्क आइसक्यौँ। टक्क हामी चाहिँ सामानहरू गाडीमा हालेर जानुपर्ने हुन्छ। अब ड्रेसअप त हाम्रो यस्तो ड्रिपी पारामा छ है। यता फेरि यस्तो बवाल छ यो। त्यही हो गाइज, अब हामी चाहिँ सामान हालेर यहाँबाट निस्किनु पर्ने हुन्छ। एकदम पानी परेर यहाँ अलिक समस्या भइरहेको थियो। त्यही त गाइज, रातभरि नसुतेर आँखा फेरि यस्तै भइरहेको। ल गाइज, हामी चाहिँ अहिले यहाँ सामान हालिदिएर हामी जानेछौँ एकछिनमा। अब हाम्रो चाहिँ बिचबिचमा भ्लग भन्दा नि सिधै ठाउँमा पुगेर आउँछ है त। ल गाइज, लास्ट चिसो भयो है, त्यही भएर अब हामी चाहिँ यहाँनिर टक्क लाएर अर्को लुगा थप्नु पर्ने हुन्छ। कता गयो हामी नगरकोट आइपुगिसक्यौँ होइन। आइपुगेको छैनौ, आइपिने हो लाग्यो आइपिन चाहिँ। यस्तो दाइपट्टि देखाउनु न, टक्क लाएर। हाम्रो दाइ चाहिँ बाइकको गोटी हेर्दैछन्, टायरको होइन। टक्कले यहाँ भाइले चाहिँ टक्क लाएर ड्रेस चेन्ज गर्दैछ। चिसो यार, कसम यार। बाइक चाहिँ यो अनि टाइट रोड भयो क्या भाइ। यस्तो भइरहेको यार। तर यार मलाई भ्याउँथ्यो क्या है, घाम के अरे पानी नपरे भयो क्या। भ्याउँथ्यो यतिले। मुला जुत्ता नि त पुरै धुलो भइसक्यो नि त। अनि मैले त्यही होला पुरानो जुत्ता लाएर हिँडेको। नयाँ जुत्ता देखा जुत्ता मन दुखा। ल हाम्रो दाइको आज नयाँ जुत्ता छ, यहाँ हेरिदिनु पर्यो केटाहरू। यो नयाँ ट्र्याक हो है, आफ्नो लेन भन्दा बाइक यताउता होइन। मैले ठ्याक्कै भने। ल अब चाहिँ हामी चल्दिने हो होइन। ओइ यसो गरौँ नि त, त्यसको माथि यो लाऊ, म के अरे उसको ज्याकेट लाउँछु। मेरो पातलो छ, तिमी त्यसको माथि यो लाऊ कि त यो भित्र लाऊ। त्यो निकाल त, ल यो निकालौँ। निकाल, खोल अहिले पर सुक्छ। खोल होइन खोल।
के भन्छन् भन्छन् भने मान न दाइले भने मान तँ एकछिन बन्द गर भ्लग बन्द गर चिसो हुँदैन के ब्लग त बन्दै हुँदैन ल बरु यहीँ मैले नाङ्गै भइदिने नि मलाई यो भित्र लाउँछ म त्यसको उ लाउँछु के चिसो नि त्यतिखेर ल गाइज हामी चाहिँ ट्याक्क अहिले नगरकोट आइपुग्न लाग्यो एकदम चिसो भएर एकदम हामी चाहिँ यहाँनिर टक्क लाएर एकदम तातो हुने लुगाहरू लगाइसक्यौँ होइन छाडा नबोलौँ टक्क लगाएर घर त मैले त्यही हो त्यही त त्यसले मलाई ल गाइज आजको दिनभन्दा एकदम खत्तम भयो यार झुर भयो क्या गल्ली गल्ली भनिदिन्छु म फेरि अहिले त झुर भयो नि होइन त के हो यस्तो यार गाइज यार यो भनिदिनु पर्यो माथि आकाशलाई यार भएन त्यही त यार बुढी घर जाउँ रात परो ल गाइज अब कहाँ खान्छस् तल ल गाइज यार बाटै देखिएन यार बाटै भोक त अब बाटै देख्दैन त यार भ्लग पनि सब बिगारिदिनु गाइज यार हामीलाई त लास्ट दुःख दियो पानीले यस्तो खत्तम भयो यार हामी चाहिँ एकदम रमाइलो गरम बनेर जान लाग्यो हामी रमाइलो त गर्न छोड्ने छैन म चाहिँ पानीले पनि केही गर्दैन हामीलाई अनि अब जस पानी पर्यो सोचे जस्तै भएन त्यही पनि हामी रमाइलो गर्नमा चाहिँ पछि हट्ने छैन अनि चाहिँ रातभरि सुत्न पनि दिएन मेन कुरा त्यो छ समस्या रातभरि एकचोटि आँखा झिक्क पनि गरे होइन एकचोटि कसमै गाइस हामी चाहिँ अब यहाँ पानी सानी पर्यो अब यसो यहाँ चिया खान्छौँ यहाँ मिल्क टी चाहिँ पाइँदैन अब ब्ल्याक टी भएन खाएर हामी बसेर जानुपर्ने हुन्छ त्यही हो ल कति 5 घन्टाको राइडमा यति पनि छोडेन यस्तो भइसक्यो थेट माका डक्स यार ए दाइ मजा आइरह नि अब त आउँदिन होला यो लास्ट गाह्रो भयो यार गाह्रो त त्यस्तो भन्दा नि चिसो धेरै के मेरो पनि त्यही हो पछाडितिर त सबै गएको छ यार लास्ट तनाव भयो यार त्यो हामी चाहिँ भर्खर हाम्रो 6.5 घन्टाको राइड पछि हामी ट्याक्क लगाएर हामी दोलखा फस्कु भन्ने ठाउँमा आइपुगिसकेका छौँ सरीकोट भने उता होला हामीले टक्क यता बाइक साइक यस्तो पार्किङ गरेर यहाँबाट अब हामी तल घर जानुपर्ने हुन्छ 5-10 मिनट जति हिँडेर किन पुरै भिडियो भएर छाडा बोले छाडाले के साह्रो माथिएको रुपेश दाई कसैले पनि रुपेश दाईलाई सोझेर नसम्झिँदा हुन्छ है खालि बोलेपछि जिलाहा त्यही हो गाइज बल्ल तल आइपुग्यो अब हामी घरतिर गएर यस्तो भएको छ मेरो हालत चाहिँ त्यही हो गाइज ल है त अब हामी घर गएर देखाउनेछौँ बाँकी भिडियो 0.5 हान्दिउँ कि बिस्तारै नलडे नि लडे जस्तो गरिदिने हो क्या कपालमा लास्टै साह्रो भयो यार यसरी लडेँ म है लडेपछि के गर्नु त लडिहालेँ दामी पारामा एकछिन रह न ल यसरी लडेँ म है दामी पारामा लडेँ लडे चाहिँ लडेँ भनेपछि आफ्नै यहाँ पनि चिनेनन् मलाई नहिँड्ने भएपछि त्यस्तै बेच्दै मुहा पुग्दै हजुर भयो कि अफ गरिदिनु हो ल तिमी हिँड ल केटा केटी हो हामी चाहिँ पिसाब फेर्नु नि त अनि कसले देखाउँछ नि तपाईँको पिसाब देखाउनलाई हामी भिडियो बनाएको हो आशिका दिदी रुपेश दाइले पिसाब फेर्दैछन् म त यहाँ भिडियो हालिदिने हो आशिका दिदी कता हुनुहुन्छ यहाँ रुपेश दाइले यहाँ जङ्गलमा पिसाब फेरिसकेको छ कृपया पक्रिनु पर्यो यो मुत्ने ठाउँ हो यो मुत्ने ठाउँ तपाईँलाई थाहा छैन यो मुत्ने ठाउँ रुपेश दाइ जुम गरेर देखाउन खैले हो त ल गाइस रुपेश दाइले एकदम अलि अहिले चाहिँ फाइनली रुपेश दाइले मुति पनि सक्यो
ल दाइ अब गरेको ल रुपेश दाइले मुतिनु सक्यो अब हामी अब हजुर हो एकदम अब त त्यस्तो चिसो छैन अब हामी घर पुग्ने पनि लाग्यौँ थोरै हिँड्नुपर्छ यहाँबाट अलिकति अब ओए बिस्तारै दाइ 2 मिनट पनि हिँड्नुपर्छ 1 मिनट जति खासै पानी त परेर रहन्छ पानी परेको भए यो पोखलिन्छ झन् खासै हुँदैन नि रुपेश दाइ बल्ल आयो रुपेश दाइले पिसा फेरेर सकेर आउनु हो रुपेश दाइ पिसा फेर्न गाह्रो त भएन ल अब त हामी पुगिसक्यौँ घर यहाँनिर छ यहाँनिर छ घर हामी चाहिँ पुगिसक्यौँ अब टक्क अब कावा चावल खाएको देखाइदिनु पर्छ है तिम्रो ल यति भन्दै बिदा हुन्छ धन्यवाद ल के हो रे हाम्रो के कुरा भइरहेको थियो रे चाहिँ ट्राफिकको आज बाइकको बारेमा त्यो मामा रुपेश दाइ अनि के भन्नुलाई थाहा यस्तो गऱ्यो भने अब म आफै चलाइहाल्छु तिमी पछाडि बस्छ मै चलाउँछु अरे आज त ड्राइभर छ अरे अझ अर्को के छ अरे खतरा दिने आज त यार रुपेश दाइलाई नसक्ने